Hello, Jamesy, and good morning. It's almost 10 a.m. It's Friday actually today. It's Happy Friday, let's say. So whenever the Friday hits, I know it's awesome because it's end of the day for the work. So end of the weekdays. So सबैजनामा अब ह्याप्पी फ्राइडे नि त भन्नु होला नि हैन अब अहिले झन्डै 10 बज्नु लागेको छ 4 मिनेट बाँकी छ अब बिहान बिहानै उठ्यो के गर्नु भन्दाखेरि अब फेरि पनि नसुत्ने भन्ने निर्णय भयो अब त्यसैले नै भिडियो बनाउनु पर्ला भन्ने नि अनि आज चाहिँ भिडियो चाहिँ के बनाउँ भन्दाखेरि चाहिँ अब एउटा गीत गाउने आज चाहिँ फेरि हैन ढाँटेको त्यति अहिले घाम निकै चर्को लागेको छ तर लास्टै दामी चिसो छ अहिले कति होला फरेनहाइट बिहान झन् चिसो छ हो 4 हिही फिल्स लाइक 9 इट्स 4 भोलि त हिउँ पनि रहेछ अलिअलि हो राइट टेरिका सुपल्समा हिउँ जाडो माइनसले कहिले नछोड्ने भयो अस्ति भर्खरै -17 देखि उम्केको जस्तो लाग्छ हैन अनि आज चाहिँ डोन्ट जस्ट सर्भाइभ भन्ने विषयमा बाँच्ने मात्रै हैन पुरै जिन्दगी झुन्नेर मात्रै जिउने हैन भन्ने विषयमा नि जस्तै हामी जीवन जिउँदै जाँदाखेरि मानिस भए पछाडि हामीले धेरै कुरोको खाँचो हुन्छ अनि धेरै कुरोको अभाव हुन्छ ती माथि पनि जीवन छोटो छ तर हामीलाई धेरै कुरोहरू गर्न मन लाग्छ हैन घुम्नु मन लाग्छ अनि धेरै मिठो मिठो खानु मन लाग्छ एक्सप्लोर गर्नु मन लाग्छ हाइकिङ गर्नु मन लाग्छ ट्राभल गर्नु मन लाग्छ इत्यादि कुरोहरू छ हैन पैसा धेरै कमाएर राम्रो घर बनाउने योजनाहरू छ राम्रो गाडी कुदाउने योजनाहरू छ अनि यो हाम्रो सपना हो यो हाम्रो विचार यो हाम्रो इच्छा हुन्छ नि हामीमा मानिस भए पछाडि हुन्छ मेरोमा पनि छ अनि म चाहिँ कस्तो मान्छे भने मलाई चाहिएको छ तर ममा पैसा छैन म अरू अल्टरनेटिभ्सहरू खोज्छु भन्नाले अब के गर्न सकिन्छ कसरी पाउन सकिन्छ त्यो कुरोहरू अल्टरनेटिभ्सहरू हुन्छ तर कतिपय मानिसहरू हैन खुसी रहन सकेको छैन हो फरक पार्छ छैन भनेदेखिलाई हामीमा पैसा प्रशस्त छैन भने त्यसले फरक नै पार्छ तर हुँदा पनि के हो भन्दाखेरि चाहिँ म अझै कमाउँछु म अझै कमाएर यो कामहरू गर्छु हैन मलाई अलिकति पुग्दो भए पछाडि घुम्नु जान्छु ट्राभल गर्छु म हाइकिङ जान्छु प्लेनमा चढ्छु हैन म देश विदेश घुम्नु जान्छु मिठो मिठो खान चाहन्छु एक्सप्लोर गर्न चाहन्छु यो कुरोहरू छ नि त तर what if someday if we lose our life हैन एक दिन चाहिँ हामी थला पर्यो भने हामी त्यो गर्छु भन्दै जान्छु भन्दै खान्छु भन्दै लाउँछु भन्दै मिठो बोली गर्छु भन्दै के हाम्रो जीवन गुमायो भने के त्यो फाइदाजनक भयो र नो त्यसैले गर्दाखेरि समय छँदै गर्ने हो अनि त्यसैले गर्दाखेरि हो मेरो पनि जीवनमा भनौँ न मलाई पनि खाँचो पर्छ मलाई पनि खाँचो थियो खाँचो छ अनि त्यसैले गर्दाखेरि मलाई एउटा कुरो मेरो जीवनमा भन्यो भनेदेखिलाई मलाई एउटा पिकअप ट्रकको चाहिँ खाँचो एकदम भइरहेको थियो अब म घरको कामहरू गरिबस्छु कोही बेला काठ ल्याउनु पर्छ हैन लामो काठ ल्याउनु पर्छ कोही बेला म झ्याल फेर्छु which is I'm gonna be doing in this summer अनि त्यसैले कति आफन्तको मात्रै मागी बस्ने कति अरूको मात्रै चलाइ बस्ने उहाँहरूको पनि के काम हुन्छ कस्तो हुन्छ त्यही भएर चाहिँ प्रशस्तै भएर मात्रै किन्नुपर्छ भन्ने छैन प्रशस्त भएर मात्रै खुसी रहनुपर्छ भन्ने छैन भन्ने हिसाबले चाहिँ I just got one pickup I just got one Tacoma so I'm very happy अब हेर्नुहोस् है हाम्रो एउटा
पर्पस इन लाइफ हुन्छ नि, हाम्रो जीवनमा एउटा पर्पस होइन, फाइन्डिङ ए जोय भन्ने कुरो हुन्छ, डिपर मिनिङ इन लाइफ। अनि अब यो कुरोहरू जिन्दगीको अर्थ नै होइन, पर्खिँदा पर्खिँदै जिन्दगी बितेको थाहै हुँदैन। पर्खिँदा पर्खिँदै कोही बेला के हामी पर्खिँदा पर्खिँदै गर्छु गर्छु भन्दा भन्दा के हामी एक दिन होइन यो जीवनले साथ सट्टै छोडेर गयो भने के गर्ने त? बे गर्छु भन्दा 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 भन्दै खोजेकै गर्दाखेरि होइन, छोरा मान्छेले छोरी आफ्नो श्रीमती बनाउनुको लागि खोजेकै छोरी मान्छेले केटा खोजेको गर्दाखेरि जिन्दगी नै 40 पुग्यो भनेदेखिलाई त गाह्रो हुन्छ भन्ने नि होइन। त्यसैले गर्दाखेरि हुनु त यो आफ्नो आफ्नो इच्छा हो, तर आफूलाई जे गर्नु मन छ पोजिटिभ कुरोहरू जे गर्नु मन छ असल कुरोहरू गरिहाल्ने हो। किनभने जस्ट डोन्ट ओन्ली सर्भाइभ, कुनै कुरोले यस्तो हुँदैन कि प्रशस्त भएर मात्रै गर्नु सकिन्छ भन्ने होइन क्या, थोरैमा पनि आनन्द आउँछ नि जिन्दगीमा होइन। त्यसैले गर्दाखेरि जुन कुरोले आफूलाई आनन्द दिन्छ त्यो कुरो गर्ने हो, नपर्किने हो। जस्ट डोन्ट ओन्ली ह्याङ अन इट, या त्यो पक्रेर कस्तो छौ भन्दाखेरि बाँचिएको छ त्यो कुरोमा मात्रै जिउने होइन क्या। कुनै बेला त्यस्तो ठाउँमा पुगिन्छ, त्यो समय आइपुग्छ होइन। तर हाम्रो जिन्दगीको अर्थ होइन, एउटा जिन्दगीमा आनन्द, जीवनमा आनन्द त्यो गुमाइपठाउँछ हामी। महत्त्वपूर्ण त्यो समयहरू फेरि फर्केर आउँदैन। अब अहिले कतिपय कुरोहरू गर्छु भन्दा भन्दै होइन, म पनि धेरै पर्खिन्थेँ कुनै समयमा, अनि हुँदैन रहेछ पर्खिएर, वर्षौँ बितिसक्यो अनि गर्छु भन्दा भन्दै। सो वाट इफ आई लुज माई लाइफ समडे? म के एक दिन म ओछ्यानमा थला पऱ्यो भने कसले गरिदिन्छ र? त्यसैले गर्दाखेरि म घरमा पनि भन्ने गर्छु, खुसी कसैले बनाउने होइन हामीलाई। खुसी अरूले दिन्छ कि भनेर सोचेर पर्खेर हात थापेर होइन, एउटा विचार भनेर हामीले त्यो बस्ने समय चाहिँ होइन। हामी खुसी चाहिँ आफैबाट सृजना हुनुपर्छ, आफैभित्रबाट। इट ह्याज टु कम विदिन। अनि त्यसैले गर्दाखेरि आनन्द होइन, अनि खुसी जे गर्नु मन लाग्छ, डिजायर यति बेलै हो। नत्र भने आई थिङ्क पर्फेक्ट टाइम चाहिँ आउँदैन है। म चाहिँ त्यही नै भन्न चाहन्छु, पर्फेक्ट टाइम चाहिँ आउँदैन। आउँला तर धेरै ढिलो आयो भने के गर्ने त होइन। त्यसैले गर्दा घुम्नु जानु मन लागेको छ भने घुमिहाल्ने, खानु मन लागेको छ भने खाइहाल्ने। अनि मित्रता बनाउनु मन लागेको छ भने मित्रता बनाइहाल्ने। अहिले यसरी हेर्दाखेरि धेरै संसार स्वार्थ भएको छ, इभन मानिसहरू स्वार्थ भएको छ। आफ्नो इच्छा पुरा गर्यो भने अरूलाई कुल्चेर अगाडि जानुपर्छ भने जान्छ, अरूलाई होइन थिचेर निचारेर आफूलाई एउटा जुन चाहिँ आनन्द ठाउँमा पुग्न चाहन्छ, लक्ष्यमा पुग्छ, गरिरहेको हुन्छ। त्यसैले गर्दाखेरि धेरै स्वार्थ झुन्डिएको हुन्छ मानिसको जीवनमा। तर त्यो मध्ये चाहिँ म पनि पढ्न चाहन्न, अभियसली तपाईँ पनि पढ्न चाहनुहुन्न होला होइन। अनि खुसी रहनु पर्यो भन्ने हो क्या। कसैले खुसी पार्दैन हामीलाई, कसले खुसी पार्छ? आनन्द त कहाँ, ख्रिस्टमा आनन्द छ नि होइन। त्यसैले गर्दाखेरि आनन्द रहनु, खुसी रहनु, जिन्दगीमा एउटा जोय आउनु चाहिँ परमप्रभुबाट आउने हो। त्यसैले आफैले निकाल्ने हो यो आनन्दहरू। कसैले तपाईँलाई खुसी रहनुपर्छ है भनेको मानिसहरू कमै भेट्नुहुन्छ
म घरमा चाहिँ भन्ने गर्छु खुसी रहनुपर्छ, स्ट्रेस धेरै लिनु हुँदैन। आउँछ स्ट्रेस, आउँछ टेन्सन आउँछ, किन आउँदैन स्ट्रेस? मलाई आउँछ स्ट्रेस, पहिलाको जस्तो म स्ट्रेसै लिँदिनँ अचेल। पुग्दैन, द्याट्स ओके, पुग्यो, प्रेज द लर्ड, त्यो खालको। किनभने मैले यो सिकेँ कि अहिले अलिअलि मेच्योर हुँदै जाँदाखेरि के सिकेँ भन्दाखेरि चाहिँ खुसी हुने पर्फेक्ट टाइमिङ कहिले आउँदैन। पुग्दा होस् या नपुग्दा खुसी हुने हो, स्ट्रेसै लिने होइन, टेन्सनै लिने होइन। टेन्सन धेरै लियो भने छिटो मान्छे मर्छ है, होइन? स्ट्रेसले मान्छे खान्छ नि त, लुते बनाउँछ, दिमाग बिग्रिन्छ, खाना रुच्दैन। अनि त्यसैले अब यो समय त झन् एकदम अहिलेको समय नै कस्तो छ भन्दाखेरि च्यालेन्जिङ समय छ। जबमा च्यालेन्जिङ समय छ, घरमा च्यालेन्जिङ समय छ, मण्डलीमा च्यालेन्जिङ समय छ, होइन? सारा संसारको कुना कुनामा हेर्नुहोस् न, शान्ति भन्ने कुरो एकदम कमै सुनिन्छ अहिले। 90% अहिले झगडा, यता विरोध एकअर्कालाई। अनि त्यसैले गर्दाखेरि खुसी चाहिँ भित्रबाट आउनु पर्यो। इट हैज टु कम विदिन यु, फ्रम यु। अनि जस्ट डोन्ट ओन्ली सर्भाइभ, जस्ट लिभ ए लाइफ, जस्ट हेभ ए मिनिङ इन्टु यर लाइफ भन्न चाहन्छु क्या। द पर्पस अफ यर लाइफ क्या, द पर्पस अफ यर जोय। अनि अब कसले दिन्छ लिएर तपाईँलाई खुसी? लु, आजको लागि खुसी रहनुहोस् भनेर कसले यसरी लिएर तपाईँलाई अगाडि थपक्क खुसी लिएर राखिदिन्छ? नौ, म मानिस देख्छु, ओ माई गॉड, कोही बेला टु बी ट्रु, मानिस हाँसेको देखिँदैन अचेल। मानिस साँच्चै नै हाँसेको देखिँदैन। यसो तपाईँ हाँसिदिनुहोस्, त्यो हाँसो हराएर गएको छ उहाँहरूको मुहारमा। धेरै टेन्सन छ, घरको, नानीको, बुढाबुढीको, स्ट्रेस छ, कामको, विभिन्न किसिमको स्ट्रेस बोकेर हिँडेको छ मान्छेहरू। अनि त्यसैले गर्दाखेरि मानिसलाई हेर्ने भने धेरै मानिस अहिले हाँस्दैन, किनभने संसारमा अहिले हाँसो नै, खुसी नै, आनन्द त्यो हराइसक्यो क्या। त्यसैले गर्दाखेरि किन तपाईँबाट सुरु नगर्ने, किन मबाट सुरु नगर्ने? खुसी हुन सुरु गरौँ न, खुसी हुनको निम्ति हाँसौँ न, पोजिटिभ बोलौँ न, होइन? कसैको अनुहारमा मुहार ल्याउन सकिन्छ खुसी भएर? सकिन्छ भने म खुसी रहन्छु, म हाँस्छु। कसैले हाई हेलो गर्दाखेरि कसै बोलिदियो भने नि वाट इज इट म्याटर? इज इट अ बिग डिल? नो। यसो मानिस हेरेर आफूलाई औडा लागेर आउँछ भन्ने? नो, त्यो होइन। आफै खुसी रहनु सिक्ने हो, आफैबाट आउनु, होइन? सृजना गर्ने खुसी। मैले अघि भने जस्तै कसैले खुसी किनेर लिएर दिँदैन। अनि भने प्रशस्त हुँदा मात्रै खुसी हुने होइन। जिउँदो हुँदाखेरि, सास रहँदाखेरि सबैसँग खुसी रहौँ। आफूलाई जे गर्नु मन लागेको छ समय नपर्खिनुहोस्। तर असल कुरो भन्दैछु है, असल कुरो जे गर्नु मन लागेको छ त्यो कुरो गरिहाल्ने हो। अनि नत्र भने धेरै ढिलो हुन्छ फेरि। अब समय होइन, समय छैन, होइन? समय छैन भन्दै अहिले म कति इट्स क्लोज टु विदिन फ्यु मोर इयर्स म 40 मा जान्छु। अब मलाई कतिपय 16 वर्षमा गर्नु मन लागेको कुरो, 25 वर्षमा गर्नु मन लागेको कुरो, होइन?
त्यो कुरोहरू अब फेरि पनि मेरो जीवनमा आनन्द फर्केर आउँदैन। अहिले 30 वर्षको आनन्द अब फेरि पनि 40मा आउँछ, आउँदैन। सकिन्छ, बल हुँदैन, तागत हुँदैन, खानु मन लाग्दैन। त्यही भएर you need to learn how to have a joy in your life. आनन्दले हैन जीवनलाई आनन्दमय बनाउन सिक्नु पर्यो क्या। जहिले तहिले झर्किने, जहिले तहिले अँधेरो भएर बस्ने, मानिस देख्दाखेरि अल्छी लाग्ने, त्यो कुरोहरू छोड्नुपर्छ हामीले। कति दिन गर्नुहुन्छ, कति दिन गर्ने, कति दिन अक्कडो भएर जिउने, कति दिन हैन, कति दिन पड्किने। नो नो नो। त्यसैले गर्दाखेरि हाम्रो जीवनमा आनन्द 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 हुन्छ नि, एउटा चाहिँ तपाईँबाटै आउनुपर्छ, तपाईँबाटै सुरु हुनुपर्छ हैन। अब त्यति नै होला, के भन्नु र। जस्ट डोन्ट ओन्ली सर्भाइभ, जस्ट डोन्ट सर्भाइभ, जस्ट लिभ ए लाइफ, हेभ ए पर्पस इन यर लाइफ भन्न चाहन्छु। अनि जाँदा जाँदै के पनि भन्न चाहन्छु भने आफू खुसी भएर हैन कसैको जीवनमा आफूले केही कुरो रोप्नु सकिन्छ भनेदेखिलाई चाहिँ लेट्स जस्ट डु द्याट हैन, गरौँ हामी त्यो कुरोहरू। अनि प्रशस्तै भएर मात्रै सबै कुरो गर्छु, पैसा धेरै भएर मात्रै घुम्छु, यो काम गर्छु, यो किन्छु, त्यो नपड्किनुहोस्। म चाहिँ त्यही नै भन्न चाहन्छु। त्यो पड्किनु भयो भने टाइम विल नेभर कम हैन, समय कहिले पनि आउँदैन तपाईमा, बरु छोडेरै जान्छ समयले। होला अबको 10 वर्ष पछाडि सबै पोख्ता प्रशस्त भएर त्यति बेला त्यो कुरोलाई मैले के को लागि यस्तो साह्रो मेहनत गरेको थिएँ, मैले के को लागि यस्तो साह्रो चाहिँ म यस्तो दौडेको थिएँ, अहिले म आएँ तर मैले कति 10-15 वर्ष गुमाएँ। अब म 40 इयर्स प्लस भइसकेँ। अब के मैले त्यति बेला 25 वर्षमा चाहेको कुरोहरू अब खोइ त कुद्दा 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 कुद्दै हैन। अनि प्राइम एउटा जीवनको प्राइम टाइममा पुग्नुको लागि चाहिँ हामीलाई चाहिँ एजले नरोकोस् भन्न चाहन्छु। वाट यु लाइक टु डु राइट नाउ, आई थिङ्क यु गट टु डु इट, डोन्ट जस्ट वेट हैन। तपाईलाई गीत गाउनु मन लाग्छ, गीत गाइहाल्नुहोस्। तपाईलाई के वचन पढ्नु मन लाग्छ, पढिहाल्नुहोस्। तपाईलाई घुम्नु जानु मन लाग्छ, घुमिहाल्नुहोस् भन्न चाहन्छु। तपाईलाई विवाह गर्नु मन लागेछ भने असल राम्रो हैन लाइफ पार्टनर खोजेर जिन्दगी बसाइहाल्नुहोस्, अब धेरै ढिलो हुन्छ। अफ कोर्स इट टेक्स ए टाइम, बट हाउएभर you can't just wait forever. Time doesn't await भन्छ नि हामीलाई। अनि अब आउने दिनहरूमा मलाई पनि यस्तो यस्तो भिडियोहरू बनाउने योजना थियो नि। पहिला कति वर्ष अगाडि, 4-5 वर्ष अगाडि मलाई यस्तो भिडियोहरू बनाउनु मन थियो, छोटो छोटो वचनहरू बोलेर तपाईहरुसँग इन्टरेक्ट गर्नु, युट्युबमा हाल्नु, यस्तो मन थियो नि हैन। अनि मैले के सोचिरहेँ भन्दाखेरि चाहिँ म समय पड्किन्छु, म अझै सिक्छु भन्दाखेरि नो, इट डिडन्ट ह्यापन। सो आई हेभ टु डु इट नाउ एन्ड आई रिग्रेट इट नट डुइङ अर्लियर, यु नो। अब मैले के पड्किरहेको थिएँ भन्दाखेरि मेरोमा छ क्यामेरा, मेरोमा क्यामेरा 2टा छ, लेन्स पनि लामो लामो 2टा छ। यहाँ अहिले मैले खिचिरहेको 55 मिलिमिटर हो जाइजको। अनि मैले अर्को लेन्स चाहिँ के पड्किरहेको थिएँ भनेर 24-70 त्यो मास्टर अनि जी मास्टर त्यो पड्किरहेको चाहिँ त्यो आयो भने चाहिँ म गर्छु भने मेरो क्यामेरा 2टा छ के छैन मसँग सबै कुरो छ। यो क्यामेरा खिच्ने, फोटोग्राफी, भिडियोग्राफी गर्नेहरू अलिअलि एक्सपिरियन्स पनि छ। तर
मैले के पड्किरहेको थिएँ त्यो सिङ्गल लाइन्स पड्किरहेको थिएँ अनि चाहिँ राम्रो गर्छु भन्ने नो 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 इट डिडन्ट ह्यापन आई स्टिल डोन्ट ह्याभ द्याट लाइन्स सो आई एम डुइङ विथ वाट एभर आई ह्याभ सो त्यो कुरोबाट पनि मैले तपाईँहरूलाई के सिकाउन खोज्दैछु भन्दाखेरि चाहिँ हेर्नु त सबै कुरो प्रशस्त भएर पनि के कुरो गर्नु नसकिँदो रहेछ समय मात्रै जाँदो रहेछ त्यसैले गर्दाखेरि लेट्स जस्ट डु इट टुडे लेट्स स्टार्ट इट by today and then just have a joy in life जहिले तहिले हुप्पै परेर नबस्नु चाहिँ भन्छु है म चाहिँ साँच्चै नै भनेको बरु हुप्पै परेर तपाईँ बस्नुहुन्छ भने आम नट गोना इन्टरेक्ट विथ यु हुनु न म त्यति पनि म सोसियलाइज हुनु मन लाग्छ तर त्यस्तो साह्रो चाहिँ होइन म मानिसहरूको घरमा त्यति साह्रो जानु मन लाग्दैन मानिसहरूसँग म जिस्किने मान्छे चाहिँ हो एकदम म जिस्किने मान्छे चाहिँ भन्नाले पोजिटिभिटी मण्डलीमा पनि वचनहरू बोल्दाखेरि आराधना लिड गर्नुभन्दा अगाडि केही कुरोले तपाईँलाई आनन्द ल्याउँछ भन्दाखेरि किनभने मलाई थाहा छ कि हुप्पै परेर बस्नु भन्दाखेरि जिन्दगीमा रेला गर्नु अलिक मजा हुन्छ क्या टेरिका थ्याङ्क यू लर्ड मेरो चाहिँ ह्युमर नै अर्कै खालको छ क्या फेरि जति गफ गरेँ लामो जाला माफ गर्नु होला तर जाँदा जाँदै फेरि पनि अन्तिमपल्ट भन्न चाहन्छु झुन्डेर जिन्दगी नजिउनुहोस् खुलेर जिन्दगी जिउनुहोस् भन्न चाहन्छु फेरि भन्छु झुन्डेर जिन्दगी नजिउनुहोस् खुलेर जिन्दगी जिउनुहोस् जे गर्नु मन लागेको छ आजैबाट गर्नुहोस् जहाँ जानु मन लागेको छ नि आजै जानुहोस् प्लेनमा चढेर उड्नु मन लागेको छ नि आजै उड्नुहोस् मिठो मिठो खानेकुरो खानु मन लागेको छ नि आजै गर्नुहोस् जस्ट डु इट स्पेसल सङ गाउनु मन लागेको छ नि गीतै हाल्नुहोस् ल थ्याङ्क यू फेरि पनि भेटौँ होइन भिडियो हेरिदिनु होला सपोर्ट गरिदिनु होला अब सब्सक्राइब त गर्नु भएकै होला नगर्नेहरूलाई पनि थ्याङ्क यू गर्नुहुनेलाई पनि थ्याङ्क यू सबैजनालाई थ्याङ्क यू सो मच अलराइट ह्याप्पी फ्राइडे इन्जोय लाइफ बाई बाई जय मसी